उपस्थित महानुभावहरूलाई नदीको दायाँतर्फ ध्यान आकर्षण गराउन चाहन्छु। एकजना व्यक्ति नदीको बहावसँगै बगिरहेको हामी देख्न सक्छौँ। कतिखेर प्राण पखेरु उड्ने हो, ती व्यक्तिहरूलाई पत्तो छैन। जीवन मरणको दोसारमा बगिरहेका यी व्यक्तिहरूको त्यो कारुणिक चित्कार कसैले सुनिदेला र आफ्नो जीवनको रक्षा गरिदेला भन्ने जीवन आशा उनीहरूमा कायमै छ। यतिखेर अविरल वर्षाको बेला खोला नदीको तटीय क्षेत्रमा परिचालित भएको सुरक्षाकर्मीद्वारा संयुक्त टोलीले आफूसँग भएको चोटको प्रयोग गरी आफैबाट ड्राई रेस्क्यु विधिबाट बगेको पानीमा बगिरहेको व्यक्तिको उद्धार गरिरहेको हामी देख्न सक्छौँ। यसरी डोरीको सहायताले ट्रुब्याग अर्थात् डोरीबाट बनेको झोला यसलाई हामीले इम्प्रोभाइज बनाएर आफ्नो घरमा वस्तुहरूबाट ट्रुब्यागको निर्माण गर्न सक्दछौँ। यति बेला सुरक्षाकर्मीहरूद्वारा स्टेसनमा बिराईलाई स्टेसनमा राखी मेडिकल जोनतर्फ हामी हाम्रो मञ्चको बायाँतर्फ रहेको मेडिकल जोनतर्फ लगिरहेको हामी देख्न सक्छौँ। स्मरण रहोस्, यति बेला यदि हामीसँग ट्रुब्याग, डोरी, बाँस वा अन्य कुनै पानीमा तैरिने विभिन्न वस्तुहरू छ भने त्यसलाई यसै गरी फेरि हामीलाई युनिभर्सिटीबाट प्राप्त खबरअनुसार जिल्ला पर्वत नदी गाउँपालिकाको